मेरै जग्गामा रेलको लिक किन पार्नु पर्यो सर? यसो घुमाएर अर्काको जग्गाबाट पाराउन सर हुँदैन? मिल्दैन बङ्गाएर लैजानु मिल्दैन। अहिले रेलको लिकलाई बङ्गायो भने पछि रेलको डिब्बाहरू पनि बाङ्गेर जान्छ अनि सबैलाई रिङ्गडा लाग्छ। यसरी एकाएक भाउ घटाएर दिने कुरो कसरी आयो? कतै तलमाथि त छैन नि? होइन भने यहाँ केही तलमाथि छैन। अब छिमेकी भनेको एउटा जिउँदाको जन्ती, मर्दाको मलामी भन्छ नि। अब मैले तँलाई त्यति पाटो दिएँ भने तँलाई हिँड्ने बाटो पनि भयो, अलिकति जग्गा पनि भयो। त्यही भएर तँलाई म सस्तोमा दिएँ ल। खुसी हो? साँच्चै होला। श्री गणेशाय नमः। लिखितम धनिका नाममा खरखरे गाविस वडा नम्बर 7 अनारमणि 1 बस्ने दाजु प्रसाद कुइकेलको नाति काजु प्रसाद कुइकेलको छोरा राजु प्रसाद कुइकेलले आगे डाँडाको किता नम्बर 3 को क्षेत्रफल 6 रोपनी 5 हात जग्गा 4 पाने 1 काम भ्यागुते ध्रुवेको नाति सिद्रा ध्रुवेको छोरा बल्छी ध्रुवेले राजी खुसी किनेको र किन बेचमा नगद चुक्ता भइसकेको यसै कागज मार्फत लेनदेन भएको हो। साँचीहरू ब्याज प्रसाद, बलबहादुर प्रसाद, दिल्ली प्रसाद। लिने दिने दायाँ बायाँ। ल यहाँ सही छाप गर्नु पर्यो। कारोबार त भयो नि लेनदेनको? भइसक्यो। मैले पैसा लिइसकेँ, उसले जग्गा लिइसक्यो। ल यही हो कुरा, यही हो। ल ल यहाँ छाप हान दायाँ बायाँ। दायाँ बायाँ। ल यता दाहिनेको मेरो उता देउरेमा हाल्ला। ल यहाँ दायाँ यहाँ बायाँ। ल दायाँ त यता घेरा नछो। यता नछो। ल तिम्रो पनि हाल। अब मलाई सिकाउनै पर्दैन। अब यता जग्गा कति बेच्यो। ल ल ल कोही छोडा, हात छोडा। बायाँ दायाँ। ल तैँले सबै ठिक गरिस् केटा, तर मलाई इन्जिनियर बनाएर तैँले राम्रो गरिनस्। यहाँ मान्छेहरूले भुइँचालोले चर्केको घर हेरिदिनुहोस् न इन्जिनियर साहब भनेर मलाई हेरानै पारिस्। अब हेरेर हुन्छ नि त हेर्दै भइगयो नि काका। अब त्यति नाटक नगरे हवे त्यो राजु मास्टर साहबले त्यत्रो विधि जग्गा त्यति सस्ता दिन्थ्यो? बिस्तारै बोल, मोरोले सुन्यो भने तँलाई लगेड्छ फेरि गाउँबाट। अब त्यो राजु मास्टर चाइनिज रेल सर आउँछ भनेर उता फर्केर बस्छ।